सो गाइज यहाँहरू सबैलाई नमस्ते भन्न चाहन्छु। मेरो युट्युब च्यानल यहाँहरूले मन पराइदिएर धेरैभन्दा धेरै लाइक एन्ड सब्सक्राइब पनि बढिरहेको छ। यहाँलाई धेरै धेरै धन्यवाद। यो अगाडि देखिरहेको चराहरू छ नि, यो चाहिँ पानी हाँस। यो चाहिँ क्यानेडियन बुश भन्छ यसलाई। यो चाहिँ यहाँको नेसनल बर्ड हो। यहाँको यति मजाको छ, यो नजिकै आउँछ मान्छेहरूसँगै होइन, समुद्रमा खेलिरहेको हुन्छ। यहाँ कसैले केही गर्दैन यसलाई। यो नेसनल बर्ड हो यहाँको। हामी बाइक राइड गर्दैछौँ होइन। दुईवटा बाइक चाहिँ हामीले हायरमा लिएको छौँ यहाँनिर। हाम्रो बाइक चाहिँ रेडी भएको छ होइन। त्यसपछि यहाँ हामी चढ्ने मान्छे चाहिँ रेडी भएर बसिरहेको छ हेलमेट लगाएर। यहाँ दुईजना गाइजहरूलाई चाहिँ हामीले पुरिराखेका छौँ। Very quick. Basically, Okay. does everything on this bike. Turning, gears, brakes. Okay. The person at the back does nothing. Yeah. Hello guys, welcome to board. Yes, our cycle is ready here. Okay. Alright. This is the lowest it is already. Okay. Alright. Welcome. Yeah. See you guys. Thank you so much. You guys want a picture, by the way? Awesome. Thank you. Thank you. Let's go. Enjoy the ride, guys. Thank you. Okay, bye-bye. यो होटलको नाम के अरे बेटा? The Westin Bayshore. खैरिनीको बच्चा जस्तै देख्यो हो। चोर्न आजो हेर नि। यो चाहिँ भ्यान्कुभरको चाहिँ डाउनटाउन सिटीको चाहिँ एउटा पार्कमा, एकदमै यो समुद्रको छेउमा भएको रमणीय पार्कमा चाहिँ यहाँ भ्यान्कुभरको मेयरको स्ट्याचु राखेको मैले देखेँ। उहाँ चाहिँ 1888, 1889, 1890, 1891 सम्म चाहिँ मेयर हुनुभएको रहेछ। यहाँनिर उहाँको स्ट्याचु यसरी राखिएको छ। यो सार्वजनिक जमिनहरू सदुपयोग गरेको छ यहाँनिर।
हेलो गुड मर्निङ एभ्रिवान। अहिले बिहानको 8:30 बजे यहाँ। आज मौसम अलि पानी पर्ला जस्तो छ, र यहाँको चाहिँ पानी पराइको तरिका चाहिँ अलिकति फरक रहेछ। नेपालको जस्तो एकदम मुसलधारे पानी नपर्ने रहेछ। यहाँ पानी पर्यो भने एकदमै फुसफुस टाइपको पानी पर्ने रहेछ। 2-4 दिन अगाडि एकदमै घाम लागिरहेको थियो, अब अहिले चाहिँ एकदम पानी पर्ला जस्तो गरेर बादलहरू पुरै आकाशभरि छ। र म चाहिँ स्ट्रिट वक गरिरहेको छु अहिले। यो चाहिँ स्टेनले पार्क हो, रमाइलो छ यहाँ। एकदमै साइक्लिङ गर्ने रुट छुट्टै छ, पेडेस्ट्रियनहरूको रुट छुट्टै छ होइन। त्यसपछि अब भिजिटरहरू बस्ने ठाउँहरू छुट्टै छ। यो वरिपरि नै भ्यान्कुभर चाहिँ यो चाहिँ डाउनटाउन हो, क्यानाडाको भ्यान्कुभर डाउनटाउन भन्छ यसलाई। र एउटा हाइल्यान्ड जस्तो छ, यो वरिपरि समुद्रले घेरिएको छ। र त्यसपछि चाहिँ अनि बिचमा आइल्यान्ड छ, र यसलाई एकदमै व्यवस्थित तरिकाले चाहिँ यसको विकास गरिएको छ। एकदम राम्रो छ यिनीहरूको चाहिँ पूर्वाधार। यो चाहिँ पार्क छ यहाँनिर, यो पार्क, यो गाडी चल्ने ठाउँ। त्यसपछि यो पेडेस्ट्रियन होइन, यो नमुनि पनि पेडेस्ट्रियन छ। यसरी यहाँ मान्छेहरू, हरेक घरका मान्छेहरू चाहिँ यसरी चाहिँ पिट्सहरू चलाउन हिँड्छ होइन, यसरी डुलाउन हिँड्छन् होइन। यस्तो छ। अब यसले चाहिँ कतै फोहोर गऱ्यो भने त्यो फोहोरलाई चाहिँ यिनीहरूले प्लास्टिकले टक्क टिपेर त्यसपछि डस्टबिनमा लगेर फाल्छन् यहाँनिर है। यस्तो डस्टबिनमा लगेर चाहिँ यसरी चाहिँ फालिदिने रहेछन् होइन। यो चाहिँ एकदमै सुन्दर पक्ष क्या यहाँको होइन। त्यो बाटोमा जहाँ पाए त्यही चाहिँ के भन्छ, कुकुरहरूलाई आफूले घरमा पालेको उहरूलाई चाहिँ हगाउँदै होइन, त्यसपछि छोड्दै नहिँड्ने क्या। यस्तो चाहिँ मतलब भनौँ एउटा चाहिँ संस्कार यहाँका मान्छेहरूको होइन। त्यो चाहिँ अब टक्क टिप्यो आफैले, त्यसपछि डस्टबिनमा फालिदियो, बस सक्यो होइन। त्योपछि कतै फोहोर पनि भएन। Dog, wow, very handsome. Yeah. Wow, so cute, huh? Yeah. What's the name? What is the name? Is Borzoi. He is the third fastest. Oh yeah. Yeah, he can do 52 km. Whoa, this is look like a very nice, you know. Wow, this small. Very gentle. Oh, very gentle, yeah. Wow. How old is he? Just over 2. This one. 2.5 now. 2.5 now. Wow. Wow, that's good. Yeah. Very smart dog, yeah. See? Yeah. He's a little chill, this guy. Oh, yeah. Until I let him loose. Oh, yeah. Yeah, oh, yeah. Oh, very nice, huh? Yeah, thank you. Thank you, sir. Yeah. सागर किनारे ये दिल हमारे, सागर किनारे ये दिल हमारे। Yeah. It's a self-checkout system. We are waiting here. After checking your product, then swipe the card here.
then pay the money. Thank you for shopping with us. के अरे लोटो म्याक्स कसको नाममा बहिनीको नाममा ल बहिनीको नाममा लोटो म्याक्स लेट्स चेक द लक थ्याङ्क यू टिकट ल टिकट ऊ चाहिँ अब सेकेन्ड बिच डाउनटाउनमा हल्का मजाउँदै ल सरी मक्का यो सेकेन्ड बिच हो होइन अनि उता पारीको किचलानो बिच हो सिलिन्डर जान्दिन्छु मामा यो चाहिँ गाइज फिफा वर्ल्ड कप 2026 को चाहिँ स्टेडियम हो हामी यो उसको बाहिर चाहिँ अहिले भिजिट गरिरहेको अब 2026 मा चाहिँ यहाँ फिफा वर्ल्ड कप हुँदैछ यहाँ चाहिँ काउन्टडाउन सुरु भएको छ फिफा वर्ल्ड कपको हेर्नुहोस् है
यो चाहिँ भ्यान्कुभर डाउनटाउनमा रहेको स्टेनले पार्कको चाहिँ एउटा पार्ट हो। यो घना जङ्गल छ। यो जङ्गलमा आज म घुम्न आएको थिएँ। यो जति भित्रभित्रै गयो यति मजाले चाहिँ यहाँको चाहिँ विकास गरिएको छ कि यो जङ्गलमा होइन। यहाँ ठाउँ ठाउँमा चाहिँ पार्किङ एरियाहरू छ होइन। त्यसपछि अनि यहाँ घुम्न आउने पर्यटकहरू बस्ने ठाउँहरू बनाइएको छ, गार्डनहरू बनाइएको छ होइन। यो पुरै जङ्गलभित्र वरिपरि नै होइन। त्यसपछि रेस्टरुमहरू बनाइएको छ। त्यसपछि यहाँ भएका जति पनि चाहिँ मतलब अनावश्यक झाडीहरूलाई चाहिँ पन्छाएर त्यसपछि यस्तो किसिमको यो पुरै चाहिँ दुबोहरू लगाएर होइन। त्यसपछि अनि उन्नत जातका रुखहरूलाई चाहिँ लगाएर त्यसपछि यहीँ भएका रुखहरूको संरक्षण गरेर यसरी चाहिँ यो पार्क बनाइएको छ यहाँनिर घना जङ्गलभित्र है। यहाँको चाहिँ यो जङ्गलको संरक्षण, त्यसपछि चाहिँ यहाँ भएको खोला नाला होइन, त्यसपछि हरेक चिजको यहाँ यति मजाले संरक्षण गरिएको छ कि होइन। यो हेर्दै एकदम मनमोहक, एकदम आनन्द। ठाउँ ठाउँमा चाहिँ एकदम विभूतिहरूको चाहिँ स्ट्याचुहरू राखिएको छ यहाँ होइन। यो देश बनाउनको लागि चाहिँ हिजो चाहिँ जसले योगदान गरे राष्ट्रको लागि चाहिँ होइन, उहाँहरूको नाममा चाहिँ विभूतिहरूको ठाउँ ठाउँमा स्ट्याचुहरू राखिएको छ। जस्तो मेयरहरू भए, त्यसपछि समाजसेवकहरू भए होइन, त्यसपछि खेलाडीहरू भए होइन, विभिन्न जसले यो राष्ट्र बनाउनको लागि चाहिँ योगदान गर्नुभयो विभिन्न देशहरूबाट आएर उहाँहरूको स्ट्याचुहरू पनि ठाउँ ठाउँमा राखिएको छ होइन। यो पुरै जङ्गल वरिपरि नै। त्यसपछि अनि हाइवेको ठाउँमा हाइवेहरू बनाइएको छ होइन। यस्तो मजाले चाहिँ बनाइएको छ यो पार्क चाहिँ तपाईँको बडा आनन्द छ होइन। यो संरक्षण होइन, यो एउटा भिजन भएपछि चाहिँ यो मान्छेले गर्न सक्छ भन्ने एउटा चाहिँ यो उदाहरण हो। यस्तो छ यहाँनिर हेर्नुहोस्, फ्री अफ कस्ट हो। यहाँ एक पैसा पनि लाग्दैन यो ठाउँमा आउनलाई। तपाईँ जहाँ मन लाग्छ त्यहाँ गएर तपाईँ बस्नु सक्नुहुन्छ होइन। यस्तो तरिकाले चाहिँ यो गरिएको छ। हेर्नुहोस् यो पुरानो रुख, यहीँ भएको रुखलाई यसरी संरक्षण गरिरहेको छ। यो रुखलाई हेर्नुहोस् त यहाँनिर यस्तो मजाले संरक्षण गरिएको छ यो रुख। ठाउँको नामहरू प्रायः चाहिँ स्ट्रिटकै रूपमा राखिएको हुँदो रहेछ होइन। यो ठाउँको नाम चाहिँ के हो र? हामी अहिले छौँ ग्रान्डभिल आइल्यान्ड पब्लिक मार्केटमा। ओके। यो चाहिँ विभिन्न अब तरकारी बजार भनेर जस्तै नेपालको कालीमाटी बजार जुन छ, यहाँ चाहिँ अब विभिन्न किसिमको तरकारी बजारहरू पनि छ। एट्र्याक्सनको लागि अब रेस्टुरेन्टहरू पनि छ धेरै किसिमको होइन। अनि यहाँ चाहिँ अब बिदाको टाइममा रमाइलो टाइम स्पेन्ड गर्नलाई एकदम पर्फेक्ट स्पट हो कि। ओके। यहाँ मेनली भनेको चाहिँ फ्रेस फिसको लागि एकदम राम्रो हो, किनकि यहाँको फ्रेस फिस यहीँ सीबाट फ्रेस फिस निकालेर मान्छेहरूले अब रेस्टुरेन्टमा बेच्छ। यतापट्टि अब यो सबै मार्केटहरू यहीँबाट सुरु हुन्छ होइन। मेन त्यो जुन चाहिँ अब त्यो मार्केट त्यो तरकारीहरू पाउने हुन्छ नि, त्यो चाहिँ यहाँ भित्रपट्टि छ। अनि त्यो एउटा एकदम स्पेसमा भित्र टक्क बनाएको छ। हामी त्यहाँ पनि घुम्न जान्छौँ अहिले। चाहिँ अब समरमा स्पेसल्ली, अरू बेला पनि त्यत्तिकै प्याक हो। अब स्पेसल्ली समरको बेला चाहिँ हामीले धेरै भिड देख्न सक्छौँ यहाँ। हामी अगाडि पनि जाउँ, त्यहाँ के सो भइरहेछ जस्तो छ अहिले। हेरौँ, हेरिदिउँ, सो पनि हेरिदिउँ होइन।
Thank you very much. Come on, people. Okay, is it a magic? See, you lucky one. Thank you very much. Hey, cheers. $20. Thank you. Let them. ओके हामी चाहिँ एउटा धेरै ठुलो मार्केटमा प्रवेश गरेका छौँ यहाँनिर है। यहाँ चाहिँ अब हेरौँ यो मार्केटको अवलोकन गरौँ कस्तो छ हैन। विभिन्न किसिमका चाहिँ यहाँ तरकारीहरूदेखि लिएर फलफुलहरूदेखि लिएर हैन पाइन्छ। यो चाहिँ सबै बेरीका आइटमहरू रहेछ यहाँनिर चाहिँ। विभिन्न टाइपको बेरीहरू छ यहाँनिर चाहिँ हैन। यो चाहिँ यति ठुलो चाहिँ मलाई जहाँसम्म लाग्छ यो हाम्रो किम्बु जस्तो लाग्छ। आलु पोखरा पनि रहेछ, कुर्बानी। टप्की गम खाँदैछौँ। यो चाहिँ युनिकर्न कटन क्यान्डी हो। यो चाहिँ दुबई चकलेट हो। यो चाहिँ पिस्ताचियो फ्लेभर हो। मलाई सबैभन्दा मिठो कुन लाग्यो अरे? तर खट्टा हौसिलो रहेछ नि। सबजना तिनजनाको पहिला चाहेर मस जस्तो होइन अनि लाग्छ यो चाहिँ मिठो रहेछ ल। हामी चाहिँ अहिले यो ग्रान्डविल आइल्यान्ड पब्लिक मार्केटमा छौँ अनि यताबाट देखेको यो दृश्य चाहिँ इङ्ग्लिस बे बिच हुँदै त्यहीबाट आएको पानीहरू हो। अनि यतापट्टि देखेको यो पारेको पुल चाहिँ ग्रान्डविल पब्लिक मार्केट आउने बाटो हो। यहाँ चाहिँ अब दिउँसोको टाइममा फेरीहरू यसरी फेरी राइड गर्न मिल्छ अनि एउटा टुरिस्ट एट्र्याक्सन पनि हो यो ठाउँ र विभिन्न किसिमको ग्रोसरीहरू पनि गर्न मिल्छ। एकदम रमाइलो खालको ठाउँ छ यो चाहिँ। सो गाइज अब हामी चाहिँ यो बोट चढेर यहाँबाट चाहिँ अब अर्को कन्ट्री चाहिँ भिजिट गर्न जाँदैछौँ।
चाहिँ अर्को एउटा इन्ट्रेस्टिङ पक्ष चाहिँ के हो भने जस्तो यो रोडहरू चाहिँ 4 लेनको हुने रहेछ हैन यो रेसिडेन्टल एरियाहरूमा अनि यो 4 लेनमा चाहिँ दुवै साइडको एक लेन चाहिँ यो पार्किङको लागि रहेछ यहाँनिर चाहिँ पार्किङ गर्न पाउने भनौँ न मेन सडकमै 2 लेनमा चाहिँ लेफ्ट र राइट दुईटै लेनमा अनि बीचबाट एक लेनमा चाहिँ त्यसपछि 2 वे भनेपछि एउटा आउने एउटा जाने यसरी चाहिँ पार्किङ गर्न मिल्ने रहेछ यो ठाउँमा चाहिँ This is a metro train